शुभ दिन साथीहरू, हजुरहरू सबैको दिन शुभ रहोस्। आज चाहिँ मैले नयाँ प्रयास गर्दैछु। यो नयाँ पनि पहिलो पनि प्रयास हो। मैले चाहिँ यो मासलाई भिजाएको थिएँ मसिरा बनाउनलाई। अनि मलाई यो एउटा अङ्कलको छोरीको बिहामा गएको बेलामा मैले उसको जेरी खाएको थिएँ। अनि त्यो यस्तो मिठो लागेको थियो नि मलाई, त्यही भएर मैले झट्ट सम्झेँ कि यस्तो बनाउनु पर्यो, कस्तो हुने रहेछ भनेर। पहिलो पटकमा नभए भने दोस्रो तेस्रोमा त पक्कै होला भनेर यसरी बनाउँदैछु साथीहरू। यो फाइयो कि नै भनेर मैले पानीमा राखेर चेक गरिरहेको छु। अनि यो फाइयो, नफायो भने फेरि यो फुल्दैन के भनेर। अनि मैले यता चाहिँ चास्नी बनाउनलाई राखिदिएँ। थोरै बनाउँदैछु मैले, ट्राईको लागि मात्रै भनेर 2 चम्चा चिनी राखेर अनि चास्नी बनाउन थालेँ। त्यसपछि यता चाहिँ मैले घिउ राखेँ, त्यो जेरी बनाउनलाई 3 चम्चा घिउ राखेँ। अनि अब यो बनाएको त बन्ला जस्तो छ साथीहरू। तर मैले यसको यो प्लास्टिकमा सबै पिठो प्लास्टिकमा खनाएको थिएँ होइन। तर मैले यो अलि ठुलो खोलेछु जस्तो लाग्यो कि यसको पुगाल चाहिँ अलि सानो बनाउनु पर्थ्यो। अनि यो फुलेर मोटो मोटो भयो कि, अनि अलि मसिनो खोलेको भए अलि मसिनो हुन्थ्यो होइन। फुल्दाखेरि धेरै मोटो भयो यो। तर बन्न चाहिँ बन्ने रहेछ साथीहरू। बनाएर मैले 1 पिस चाखेँ पनि। अनि चाखेको चाहिँ मिठो भएको छ कि, त्यहाँ अङ्कलकोमा जस्तै भएको छ। अनि अब हेर्दा त ठिकै छ, अलि मोटो जस्तो देखाएको छ होइन साथीहरू। यो पहिलोचोटिमा यतिको पनि ठिकै हो। म अर्कोचोटि अझ पर्फेक्ट बनाएर राख्छु। तर खाँदा चाहिँ एकदम मिठो छ। यो तातै खानुपर्छ, नभए